ल फाइनली हामी चितलाङ जान लागेको चितलाङ ठ्याक्कै अहिले ट्यु गेट साइडतिर छौँ टक्क साथीहरूलाई पर्खिँदैछु साथीहरूलाई पर्खिँदै चौबारमा फाइनली है त चौबारमा ल गाइज यहाँ फोटो सुट हुँदैछ है गाइज फोटो सुट हुँदैछ र हामी बाइकलाई पर्खिरहेछौँ है फाइनली घुमाने भने ठाउँमा आज हामी जाँदैछौँ चितलाङको यात्रा आजको है त चितलाङको यात्रा है त गाइज फाइनली केटा भेट भयो फाइनली केटाहरू है केटा कहाँ गयो त्यो फाइनली फाइनली गाइज फाइनली है त ए छाड नबोला यहाँ ब्लगमा छ हामी है त ब्लग छाड बोल्नु हुँदैन है ल है त ल सेल्फी हाल्नुमा गाइज यहाँ घुमाने गाइज घुमाने ल ल जुत्ता हेर्छ दिएर जुत्ता फाइनली अब हामी जाँदैछौँ है स्टप भएको ठ्याक्कै छना कुली खाने मलाई हेलो कुली खानेको माछा कुली खाने फाइनली टक्क हामी कुलेखानी नेपालको झन्डा फहर टक्क यहाँ फोटोसुट हुँदैछ है टक्क यतापट्टि राम्रो हुन्छ है ल मसँग बाइक भन यार जुत्तै बेचत भयो यार भिडियो बनाउँदाखेरि घरले सबै झडाक्दै बजेर प्लास्टिक उडाउने के साँच्ची भनेको के
भेडा फार्ममा छौँ है। यहाँ भेडाहरूले फोटो भिडियो गर्दैछ। हो यहाँबाट चाहिँ दामी आउँदो रहेछ लाइट मिल्ने। लाइट यताबाट राम्रो आउँछ क्या। ओहो ल आहा भेडा फार्म ल। यो खालि फोटो भिडियो मात्र देखिन्थ्यो, आज प्रत्यक्ष आइयो। यहाँ चाहिँ चक्क लाएर ल प्रत्यक्ष हेर्न पाइयो, यहाँ बस्न पाइयो। एकदमै खुसी लागेको छ। यो चाहिँ चितलाङको भेडा फार्म है। ल यो चाहिँ यसलाई चाहिँ अप्रत्यक्ष रूपमा एमालेको पार्टी कार्यालय नै भनिन्छ है यो भेडा फार्म। आचार संहिता विपरीत होला। यो चाहिँ भोलि पर्सि हाल्नुपर्छ है चुनावपछि भिडियो। है रेमा सर, यो चाहिँ हाम्रो रेमा सरको भ्लग है, हेर्नु होला सबैले। कार्यकर्ताहरू तल प्रो म्याक्सले खै त जुम देखाएन, क्लियर देखाएन। बियरको बोतल के हो त अन्त क्यामेरा ठ्याक्कै यही हो यो ठ्याक्कै त्यहाँ त रुमहरू होला रुम होइन त्यहाँ प्याकेज हो त्यहाँ रुम दिँदैन कि पुरा प्याकेज हुन्छ पैसा अघि नै यस्तोमा चाहिँ छैन रे छैन अरे यस्तोमा भयो स्वाद पर्छ धेरै
भरमा जान्छौ कि क्या रे भन सोल्टे तर त तिमी कहिले आयो हे बजार अनि के छ त खबर खबर रमाइलो भइरहेछ मलाई रमाइलो भइरहेछ है मलाई कसै सोध्दैन नि त त्यही भएर देखा न गाइज यो रातै आउँछ त यार चिदे सामने सामने हम चौरालीको भर बनायो फटाकुरा के खायो छुट्टै विरोध गर्छ मध्य 12 बजे खाएको कसले भन्ने के छ यहाँ
धेरै धेरै शुभकामना जन्मदिनको अनगिन्ती शुभकामना। आज चाहिँ 32 पुगेर 33 मा टेक्दैछु है। बिस्तार टेक है। धेरै धेरै धन्यवाद बर्थडे सँगसँगै बस्न बे पनि गर्न पाएर आउँदो 33 मा टेक्दैछु है। 32 लाग्यो त्यसो खाइहाल्छ नि एक पाउन्ड केक ल्याम्प खाऊ के होइन भर्खरै बनाएको यो खाना आएको खाऊ फ्रिजमा पास फेरि ह्यापी बर्थडे ल डिप गरे ल ल ल गुड मर्निङ फ्रम चितलाङ। ठ्याक्कै बस्छ त्यो ए अघि सिरक यसै यता सिरक ऊ तिनीहरू पनि हो 28 वटा कुदेर छ र नि। एकजना भन हामी फाइनली कारे चन्द्रगिरीको एकदम हाइस आमा चन्द्रगिरी हाइटमा है केटा ल सावधान है चितुवा टक्क हाइटमा छौँ हामी चन्द्रगिरी हाइटमा है गाइज चन्द्रगिरी फाइनली। हेलो गुटुङटुङ यत्रै सिटी। हेलो हेलो गाइज हामी हाइटमा चन्द्रगिरी हिल्स भन्यो नि हाइट हो नि त इङ्ग्लिसमा भनेको होइन त्यो चाहिँ ए हो ल छाडा नबोल्नु है। हेलो म चाहिँ भैमा हिँड्न गाह्रो आउनुलाई छु चन्द्रगिरी लस्ट कार हो। ठ्याक्कै आइपुग्यो हामी। हामी चाहिँ खास भन्नुपर्दा अहिले अनएक्सपेक्टेड डेस्टिनेसनमा चाहिँ आयो। मैले जाम भनेर आएको अनप्लान हुने हामीले हिजो अस्ति नै चन्द्रगिरी पनि जाने भनेको थियो। खासमा हामी गुराँस जाने भनेर आएको यता आइपुग्यो नि त्यो हो नि त। आउँथ्यो ठिक छ। ओहो क्या खतरा घुम्थ्यो यसले ठग लाग्यो ए यहाँ रहेछ नि त अनि घुम्ने ठाउँ
टकरा चुके हमसे मुसाफिर यूं तो कहीं के पैसा लिन्छ दिल न लगा हमने किसी से किससे सुने यूं तो यस्तो मकै पानी किन्नु भएको यार थेट तल गएर खानुपर्छ नि साइकलिङ छ के जाति छ के जाति के हो घाम पानीको लागि हो यो छेक्न लागि यो फुलकोटमा त्यो सिन्धुली छेउमा यो मायाको नाममा भन्दै के मायाको बन्धन होला क्या कपालहरूले ट्याक्का ल्याएर लक हान्दिने मायाको बन्धन बलियोस् भनेर यहाँ पाउने हाम्रो त माया के को पर्छ यति हो नि के काम त नि तिम्रो त्यो बालेश्वर है शर्मिसले जुत्ता खोलेको हो कि हो ओइ मार्छ भनौँ न भनौँ त थेरी पाइल जानु दिन्थ्यो ल कोही फुटकिन छ नि बसै ढोकै ल्याएँ मैले हिँड्न नसकेको अवस्थामा चक्क बोकिरहेको छ धादी नै अर्ग्यानिक हो नि त भयो अब हिँड्न सकिन्छ कि नजिक छ अब भयो आइसक्यो तल ए ग्रुपमा जान चाहिने रहेछ यस्तो मान्छे चाहिन्छ यहाँबाट आएको होइन माथि यहाँबाट
Dun.